बालबच्चादेखि वृद्धसम्म सबैले मन पराउने हरिबोहरा गुरु अभियान सुरु रोग चिन्ता मुक्त गराउने। दर्शकबिन नमस्कार, यो हो जय होस् टेलिभिजन। हामी तपाईहरूलाई जय होस् टेलिभिजनबाट विभिन्न स्थानमा भएका धार्मिक र सामाजिक कार्यक्रमको बारेमा जानकारी गराउँदै आइरहेका छौँ। हाम्रो कार्यक्रम जय होस् टेलिभिजन युट्युब, टिकटक र हाम्रो आधिकारिक वेबसाइट पेज www.jayhostelevision.com.np मा पनि हेर्न सक्नुहुनेछ। आज हामी यहाँहरूलाई नेपाल कुलधामी समाजको दोलखा अभियान सुरु भएको र कुलधामी सम्मेलनलाई तीव्रताका साथ अगाडि बढाइने बारेमा जानकारी गराउँछौँ। नेपाल कुलधामी समाजले देशका विभिन्न स्थानमा सञ्चालन गर्दै आएको सदस्य कुलधामी सम्मेलन कार्यक्रम अन्तर्गत 2083 साल असार 6 गतेदेखि दोलखा जिल्ला विशेष यात्रा तथा सम्मेलन अभियान कुल सबैभन्दा ठूलो देवता हुन्, सम्मान गरौं भन्ने मूल नारालाई आत्मसात गर्दै समाजले कुलधामी तथा वायुधामीहरूलाई एकीकृत, संगठित र सक्रिय बनाउने उद्देश्यका साथ देशव्यापी अभियानलाई अगाडि बढाइरहेको जनाएको छ। आजका अनुसार मूलधामी गुरु हरिबोहरा ज्यूको नेतृत्वमा विभिन्न जिल्ला तथा स्थानीय तहमा समिति गठन गर्दै कुलधामी तथा वायुधामीलाई संस्थागत रूपमा जोड्ने कार्यलाई अझ प्रभावकारी बनाइनेछ। साथै प्रत्येक जिल्लामा कुलधामीहरूको छुट्टै टोली गठन गरी संगठन विस्तार र समन्वयलाई बलियो बनाउने योजना समेत रहेको छ। नेपाल कुलधामी समाजले कुलधामी तथा वायुधामीको निशुल्क प्रचार प्रसार, आर्थिक अवस्था कमजोर रहेका धामीहरूलाई सहयोग तथा स्थानीय समिति मार्फत धार्मिक तथा सांस्कृतिक गतिविधि विस्तार गर्ने उद्देश्य सहित अभियान सञ्चालन गरिरहेको जनाएको छ। यस अभियान अन्तर्गत कुलधामी तथा वायुधामीका वंशज साथै ज्येष्ठ नागरिक बुवा आमाहरूलाई खादा तथा सम्मान पत्रद्वारा सम्मान गर्ने कार्यक्रम समेत समावेश गरिएको छ। दोलखा जिल्लाका कुलधामी एक हौं भन्ने भावनालाई केन्द्रमा राख्दै दोलखाका विभिन्न क्षेत्रमा कुलधामीहरूको सहभागितामा समिति गठन प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिएको छ। कुल परम्पराको संरक्षण, धार्मिक मूल्यको रक्षा तथा समाजमा एकता र सहकार्यको भावना विस्तार गर्ने उद्देश्यले भव्य कार्यक्रम, भेटघाट तथा बैठक सञ्चालन गरिने भएको छ। नेपाल कुलधामी समाजका अनुसार उक्त अभियान तथा दोलखा यात्रा असार 6 गतेबाट औपचारिक रूपमा सुरु भएको समेत बताएका छन्। हाम्रो अभियान भनेको तपाई हाम्रो टोल छर छिमेकमा भएका मठ मन्दिरहरूको जगेर्ना गर्नु र पछिल्लो समय कुलधामी र वायुधामीहरूको संरक्षण र जगेर्ना गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। तपाईहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। भोलि फेरि हामी यस्तै फरक कार्यक्रम लिएर तपाईहरूमा आज उपस्थित हुनेछौँ। तपाईहरू पनि हेर्दै गर्नुहोला जय होस् टेलिभिजन। हवस् त, नमस्कार।